नमस्ते सबैजनालाई। आज हजुरहरूलाई म भन्छु ढकनी कसरी बनाउने। एउटा कराई लिनुस्, त्यसमा चामललाई हाल्नुस् र मज्जाले भुट्नुस्। चामल भुट्दै गएपछि बिस्तारै रातो रातो कलरमा चेन्ज हुन्छ र त्यसपछि त्यसमा घिउ हाल्नुस् र फेरि एकछिनसम्मलाई भुट्नुस्। घिउ हालेपछि चामल बुरुरु फुल्छ। हाम्रो ढकनीको लागि चामल चाहिँ रेडी हुन्छ। त्यसपछि अर्को स्टेपको लागि एउटा भाँडामा दुध लिनुस् र त्यसलाई मजाले उमाल्नुस्। दुधमा मैले स्वादको लागि काजुको धुलो हाले। दुध उम्लिसकेपछि हामीले भुटेर राखेको चामललाई दुधमा हालेर उमाल्छौं। गुलियोको लागि चाहिँ मैले मिश्री प्रयोग गर्दैछु। मैले नरिवललाई पनि मजाले धुलो बनाएर त्यसमा हाले। हजुरहरूले त्यसलाई काटेर पनि हाल्न सक्नुहुन्छ। टाइम एन्ड अगेन हजुरहरूले त्यसलाई चलाइरहन पर्छ। चामल फुल्दै जान्छ, त्यसैले हजुरहरूले चलाउँदाखेरि चाहिँ चामल नखुटिने गरी चलाउनु पर्ने हुन्छ। हेर्नुस् कसरी चलाउने भनेर पनि मैले भिडियोमा देखाइदिएको छु। चामलले सबै दुधलाई एब्जर्ब गरिसकेपछि हाम्रो ढकनी खानको लागि रेडी हुन्छ। मैले चाहिँ ढकनी, दही, मटर आलुको तरकारी, अचार र मिक्स भेज तरकारीसँग लिए। हजुरहरूले आफूलाई मनपर्ने तरकारीसँग लिन सक्नुहुन्छ। Thank you for watching. Follow me for more videos and like and subscribe on YouTube. Bye bye.